राम्रो गर्न खोजेकै हो, राम्रो होस् भनेकै हो, किस्मतले साथ दिएन, मान्छेले साथ दिएन, अब पुग्यो। अब पुग्यो र पुगोस् पनि। अब चाहिँ याद नआओस्, याद स्याद सब मेटोस्, सब छुटोस्। अब चाहिँदैन, अब चाहिँदैन, चाहिँदैन, अब थन्किँदैन, अब यो आजदेखि कहिले खालि गल्ती गरे जस्तो मसँग हेरेर कस्तो साहित्य रिस त्यत्तिकै उठे होइन। साथ न कसैको सपोर्ट, न कसैको माया दया, एकरो आफ्नै तालमा एकरो आफ्नै सिरमा मात्र हुर्केको मान्छे र मैले जति पनि साथ सपोर्ट आफन्त इष्टमित्र साथीभाइ सबै बनाउन खोजेँ, तर कसै पनि बन्न सकेन, कोही पनि मेरो जस्तो हुन्छ। त्यसैले म अब यस्तो भयो, यस्तो गरौँ गर्छु। कुनै दिन त मैले भने जस्तो मान्छे कुनै दिन मलाई पनि गर्दैसम्म आयो भने जिन्दगी बन्ला, नभए जिन्दगी यस्तै सक्यो, फिनिस, इनफ द इनफ। अब छैन जिन्दगीमा, जिन्दगी छैन, लगभग सकेकै हो। किस्मतमा जे छ त्यही स्वीकार्नु पऱ्यो। मलाई बनायो त्यस्तै, मलाई पाएन सरसफल, सोचे जस्तो भएन, सोचे जस्तो भएको भए त्यस्तो त्यो देख्थ्यो, कस्तो हुन्थ्यो। दुःख लाग्छ, अलिकति भयो भने जलवा देखाइदिनु, अलिकति हो भने पागलपन देखाइदिनु भन्दा पनि पागल पनि देखाउनु पाउँदैन, के गर्नु। न त पागलपन देखाउने ठाउँ पायो, न त पागलपन देखाएर नति काम। मजा छ। होस्, के हुन खोजेको के हुने हो सोच्नै सकेन, बुझ्नै सकेन। कहाँ अड्किने हो, कहाँ फसिने हो, कहाँबाट कसरी जिन्दगी झिलिमिली झलमल्ल बनाउने हो। तर जुन आज फिनिसको फिनिस भनेर आएको छ त्यो चाहिँ फिनिसै रहेछ। आजबाट कुनै आश नदेखाइदियो, आजबाट सके याद याद पनि नदियो, याद पनि नदियो। आजबाट कुनै आश पनि नदेखाइदियो। यो आश र यादले मलाई धेरै सताएको छ। तर अब आश पनि नदेखाइदियो, याद पनि नआयो। आश र याद मिलाइदियो, बिल्कुल सकिँदैन। त्यस्ता पुरा नहुने आश नदेखाइदियो, पुरा नहुने सम्झना नआइदियो। जुन सम्झनाले मुटु कट्ट खान्छ नि त्यो सम्झना नदेखाइदियो।
जुन आशले जुन आश पुरा हुँदैन त्यो आश नदेखाइदियो भने God save me, keep me. मान्छेको हुनुपर्छ है जे जस्तो भए पनि आज मलाई मुड छैन सायद भोलि पनि मुड अर्कै हुन्छ तर मैले भोलिदेखि चेन्ज हुनुपर्छ एउटा यो आश र यो सम्झनाले मेरो मान्नु पर्छ मेरो जीवन चेन्ज हुनुपर्छ जस्तो भए पनि तेरो जिन्दगी यार ठमेल बजारैमा कति भिड हो सकेसम्म भोलि 5 बजे उठेर चेन्ज हुनु म को हो भन्ने चिन्नुपर्छ जस्तो गरेर पनि लाइफमा इन्जोय गर्न राम्रो हुन्छ चाहे ठोकाएर होस् चाहे बाउ आमाको सम्पत्ति उडाएर होस् दिस इज इन्जोय मेहनतको नाममा उदास मेहनतको नाममा तनाव टेन्सन लिनु भनेको त्यो गऱ्यो यस्तो डेजर लगाएर मैले आजै लगाएरै जिन्दगी चल्ने होला आखिर उसलाई टेन्सन समस्या त होला एक दिन नशा में एक दिन मस्त यिनीहरूको मस्ती हेर्दै जिन्दगी जे गरे पनि पछि हुन्छ कि पछि के गर्नुपर्छ पछि भइहाल्छ नि हात पछि त्यस्तो भयो भने त्यस्तो होला भन्ने खाना टेन्सन लिएर पछि सोचेर जिन्दगी पछि 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 भयो त पछि 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 भइहाल्छ नि पछि हुन्छ नि पछि गरौँला पछि सोचौँला भनेर खत्तम भएन हिँडै लिन सक्दैन त हुँदैन भने चिजलाई पनि हुन्छ कि भन्ने आश गर्दिनँ भन्यो भने पछि फेरि गर्नुपर्ने अवस्था हामी गरौँ न त के हुन्छ त फक साला अलिकति म स्ट्रङ चाहिँ नभएकै रहेछ परिस्थिति हेरि आज आफूले खात्रै त्यस्तो मैले ख्यातिले इग्नोर गर्दैन त्यस्ताको पछि लागेको त्यस्ताले उनी जिन्दगी भएर साला हुन्छ कि हाँस बसेर ठोक 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 नाच्छु अब त्यस्ता खातिले गाँस गरेर 6-7 वर्ष भयो यार नाच्ने खाने नाच गरेर कतैबाट भइ पो हाल्छ कि त्यस्तो हेर्दाखेरि त्यो मान्छे खातिने नाच्थ्यो पनि केही हुँदैन होइन
त्यसका परिवारै मान्छे गरिदिनु मलाई लाग्छ। आश गर्नै हुन्न जो आश भन्ने कुरो मैले फिटिकै लिनु हुन्न है। आश भरोसा चाहना इच्छा आकांक्षा सब मार दिया है। हिजोसम्म घर पनि रोजगारलाई जिन्दगी सफल होस् या विफल होस्